बनाउने होइन त चाउचाउको चिज रोटी। सबैको आफआफ्नो तरिका हुन्छ। मैले चाहिँ यसरी बनाउँदैछु आज। मैले 3टा वाइवाई चाउचाउ लिएको छु भने 4वटा अन्डा लिएको छु। चाउचाउ भन्दा 1-2टा अन्डा बढी नै हुनुपर्ने हुन्छ। अब भने चाउचाउलाई बोइल गरौँ है त। एउटा भाँडोमा पानी लिएर पानीलाई बोइल गर्नतर्फ लागेँ। अनि पानी बोइल भइसकेपछि मैले चाउचाउलाई खोल्दै बोइल भएको पानीमा राखिदिएँ। अनि चाउचाउ बोइल गर्नलाई यसरी राखिदिइसकेपछि मैले यसलाई अर्को पनि सामानहरू कटिङ गर्नतर्फ लागेँ। हजुरहरूलाई के मनपर्छ भेजिटेबलहरू राख्न सक्नुहुन्छ। मैले बच्चाहरूले त्यति नखाने भएको भएर धेरै राखेको छैन। एउटा प्याज लिएको छु। अनि प्याजलाई मैले यतिको साइजमा काटेको छु। हजुरहरूलाई मनपर्छ भने अलिक मसिनो गराएर काट्न सक्नुहुन्छ। अनि यसलाई एउटा सफा भाँडामा राखेँ। अनि अब यता म गाजर काट्दैछु। गाजरलाई पनि मैले प्याजकै साइजमा ठिक्क साइजमा काटेँ। अनि यसलाई पनि मैले एउटा सफा भाँडामा राखेँ। अब धनियाँ पनि मैले मसिनो गरेर काटिसकेँ। यसलाई पनि मैले सफा भाँडामा राखेँ। अब मैले अन्डालाई एउटा सफा भाँडोमा फुटालेर राखेँ। अनि अन्डालाई थोरै नुन राखेर मजाले फिटिसकेपछि अब चिजलाई मैले मसिनो गरेर कोरेँ। मसिनो गरेर कोरिसकेपछि यता फेरि मेरो चाउचाउ बोइल भएर ठिक्कको बोइल गरेँ मैले यसलाई। चाउचाउ रेडी भइसकेको थियो। अनि यसलाई एउटा जालीवाला भाँडोमा खनाएर यसको पानी तरिन दिएँ। अब हजुरहरूलाई टाइम छ भने चाहिँ नि यसलाई सेलाउन दिए पनि हुन्छ। नभए चिसो पानीले पखालेर यसलाई सेलाउनु पर्ने हुन्छ। नभए तातोमै राख्यो भने चाहिँ नि अन्डा डल्लो पर्न सक्छ साथीहरू। अनि यसमा अघि कटिङ गरेर राखेको सामानहरू मैले यसमा एड गरेँ। यसमा एड गरिसकेपछि यो रातो चाहिने रातो खुर्सानी अनि अदुवा लसुनको पेस्ट बनाएर मैले त्यो बनाएर राखिसकेको थिएँ। त्यही भएर मैले यसमा एड गरिदिएँ। अनि यो चाउचाउको नुनहरू पनि मैले यसमा राखेर यसलाई मजाले मिक्स गरेँ। अब यो रेडी भइसकेपछि अनि यता मैले प्यानमा बटर लगाएर चाउचाउको रोटी बनाउन सुरु गरेँ। अनि मलाई चाहिँ अर्को प्यानमा भन्दा यो चाउचाउको रोटी यसमा सजिलो लाग्छ। अनि यो चाउचाउको रोटी फर्काउन गाह्रो हुन्छ कि अर्कोमा। अनि यसमा सजिलो हुने भएको भएर मैले यसमा बनाएको। अनि यसमा अन्तिममा मजाले चिज फिलअप गरेपछि यसलाई लगभग मैले 5 मिनट जति एकदम लो फ्लेममा ढाकेर पकाएँ। मेरो चाउचाउको रोटी रेडी भइसक्यो। हेर्नु त, हेर्दा नै खाउँ भएको छैन त। हजुरहरू पनि बनाएर अवश्य ट्राई गर्नु ल।